माया ठुलो कि पैसा ठुलो? त्यो त यस्तो छ, अब माया र पैसा त कम्पेरिजन त भएन होइन। पैसा मिन्स मात्रै हो, पैसा गोल होइन, डेस्टिनेसन होइन। पैसाले केही पनि हुँदैन। पैसा भनेको त अब पहिला कागजमा हुन्थ्यो, अहिले चाहिँ डिजिटलमा हुन्छ होइन। त्यो क्यालकुलेटरको नम्बरमा र मोबाइलमा आउने एसएमएसमा के फरक छ? त्यो त नम्बर मात्रै आउँछ। हाम्रो एसएमएसमा चाहिँ 1 लाख भनेर नम्बर आउँछ, यता क्यालकुलेटरमा 1 लाख टाइप गरे पनि हुन्छ होइन। त्यो खालि विश्वासको मात्रै फरक हो होइन। त्यो क्यालकुलेटरमा भएको नम्बरलाई हामी विश्वास गर्दैनौँ, एसएमएसमा आएको ब्याङ्कबाट आएको एसएमएसलाई चाहिँ विश्वास गर्छौँ होइन। त्यही नम्बर मैले तपाईँलाई पठाइदिन्छु, तपाईँले विश्वास गर्नुहुन्छ, तपाईँले मलाई 1 लाख रुपियाँ दियो भनेर होइन। त्यो विश्वास हो। माया पनि अगेन विश्वास चाहिँ हो होइन। तर कहाँ लगेर जोड दिनु भएको? माया पनि विश्वास हो। माया चाहिँ हामीहरू फिल गराउन सक्छौँ होइन। पैसा मिन्स मात्रै हो, तर माया चाहिँ अल्टिमेट डेस्टिनेसनवाला विश्वास हो। पैसा चाहिँ त्यो मायालाई अलिकति वार्मथ होइन, जहाँ अभाव हुन्छ त्यहाँ माया अलिकति सर्टेज हुन्छ जस्तो लाग्छ मेरो विचारमा होइन। त्यहाँ भए पनि प्रशोधन गर्न सकिँदैन। बच्चालाई माया गरेर के गर्न मन हुन्छ, तर पैसा कमी भएको भएर गर्न सकिँदैन होला। त्यही भएर त्यो मायालाई प्रोटेक्ट गर्ने विश्वास, माया पनि विश्वास हो, पैसा पनि विश्वास हो, तर त्यो माया रूपी विश्वासलाई अचिभ गर्ने मिन्स मात्रै हो पैसा चाहिँ।